एभ्रिवान सबैजनालाई आज नयाँ भ्लगमा फेरि पनि स्वागत छ। अनि आजको भ्लग चाहिँ हाम्रो बेको भ्लग छ। अनि त्यसपछि योभन्दा अगाडि चाहिँ इन्गेजमेन्टको भ्लग सबैले हेर्नुभयो होला, हेर्नुभएको छैन भने फेरि गएर हेर्नु होला। अनि आजको हाम्रो बिहानीको सुरुवात चाहिँ खसी काटेर भएको थियो। अनि खसी चाहिँ हामीले अघि हालिसक्यौँ, त्यो चाहिँ मैले भ्लग गरिनँ। अनि त्यसपछि अब हामी रेडी हुनुको लागि ट्याक्कसँगले बिहानीको घामसँग देखाथे बिहानीको घामसँग हामी अनुहारमा फेस प्याक लगाउँदै हामी अब च्याट्टसँगले रेडी हुन्छौँ है त। सबैजनाले हेर्नु होला अनि आजको भ्लग हेरेर इन्जोय गर्नु होला। अब बेमा कतिजना आउनुहुन्न त्यस्तै हो, ठिकै छ। अघि नस्मा लगाएको थिएन नि त, त्यही भएर गुलियो हो त। म त यस्तो चढ्दा त जाने भएको। अनि अहिले चाहिँ हामी सबैजना टक्क रेडी भइसकेको छौँ। अनि अब रेडी भएर अब बेको लागि ट्याक्क अब सब सेटअप भइसकेको छ। अनि अब जन्ती आउनु बाँकी छ। अनि जन्ती आएपछि हाम्रो ठक्क कार्यक्रम पनि सुरु हुन्छ। अनि त्यसपछि एकचोटि टक्कसँगले भेन्यू देखाइदियो नि त भित्र। तपाईँ त आउनुपर्छ नि। अनि यहाँ चाहिँ हाम्रो दुलही अनि अहिले चाहिँ हामी चाटलाई चाट्दैछौँ। चाट एन्ड पकौडा चाटौँ सरहरू। अब सबैभन्दा सुरुमा अब चाटबाट सुरु गऱ्यो, रिभ्यू दिनु न त। चाट एकदम बबाल पर्फेक्सन एकदम बबाल छ चाट चाहिँ। अब बाँकी खसी कुखुराहरू अलिकति हामी दिउँसो जान्छौँ, त्यो पनि बताउँदैछौँ, रिभ्यू दिनेछौँ हामी त्यसको पनि। गाइजहरू हाँस्देऊ मुसी 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 कस्तो फिल भइरहेछ त बेमा यस्तो नयाँ साडी लाएर आउँदाखेरि? राम्रै भइरहेछ। कस्तो भइरहेछ त रोमिलाजी? राम्रो एकदम। यस्तर एमा नदेखाउन है। म दुई शब्दमा भन्न चाहन्छु कि यति गोरे देखेको छ, यति गोरे देखेको। ल अनि अहिले उता माथिबाट बोक्छु, यताबाट बाटो छैन हो, यहाँबाट यता। ल अनि अहिले चाहिँ फाइनली हाम्रो बेहुला टोलीहरू पनि आइपुगिसक्नु भएको छ। यहाँनिर ट्याक्क देख्न सक्नुहुन्छ यता जन्ती टोलीहरू। अनि अब हामी ट्याक्क वेलकम गर्छौँ। यता रेडी भएर बसिरहेको छ हाम्रो दिदीबहिनीहरू। यहाँबाट छेल्दैछ दुलहा टोलीबाट होइन, दुलहा टोली आइसक्नु भएको छ। हाम्रो जन्ती टोलीहरू यो मास्टरपट्टिको चेयरहरूमा हजुरहरू बसिदिनुको लागि कार्यक्रम भइरहेछ। अनि अहिले चाहिँ हामी बेहुली निकाल्दैछौँ।
सन हाम्रो बिचमा आइसक्नु तपाईँहरू सबैजना उठिदिनु न अनुरोध गर्न चाहन्छु यतिकैमा हामी योगेन्द्र खड्का र आमा आमा श्रीमती तेजु खड्का तेज कुमारी खड्का रहेछ तेज कुमारी खड्का को सुपुत्री वर्ष 23 की सुश्री समीक्षा खड्का लाई आजको मितिदेखि मेरो पवित्र विवाहिता श्रीमती बनी मेरो आफ्नो स्वेच्छाले स्वीकार गरेको छु पुत्री वर्ष 23 की म सुश्री समीक्षा खड्का जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर 7 बस्ने बुबा श्री दिलीप राई र आमा श्रीमती मार्टिना राईको सुपुत्र वर्ष 24 को श्री निसब राईलाई आजको मितिदेखि मेरो पवित्र विवाहिता श्रीमान भनी मेरो आफ्नो स्वेच्छाले स्वीकार गर्नेछु। आजदेखि उसो मृत्युले नछुट्याएसम्म श्री निसब राईलाई मात्र प्रेम गर्नेछु। दुःखमा सुखमा अभावमा वा प्रशस्ततामा निरोगी वा रोगी अवस्थामा सधैँ साथ दिनेछु भने कानुनी रूपमा धार्मिक रूपमा सामाजिक रूपमा परमेश्वर मण्डली र समाजको अगाडि यो प्रतिज्ञा गरेको छु। भविष्यको निम्ति पति पत्नीमा हुनुपर्ने एउटा माइली साइली यो समेत गर्दैन। ताली बजाइदिनु होला सबैले ल ताली बजाइदिनु न जोडसँगले अनि बस्नु आउँछ त धन्यवाद। यो अनि एउटा दाम्पत्य जीवन वैवाहिक सम्बन्ध आज जुन कायम भएको छ अनि आजदेखि तपाईँ परमेश्वरको आफ्नो निसाब राई अनि समीक्षा खड्का प्रभु हामी पहिला चाहिँ हाम्रो कतिजना मान्छे अहिले पनि कतिजना मान्छेहरू श्रीमतीसँग हिँड्न पनि लजाउँछ श्रीमानसँग हिँड्न पनि लजाउँछ अनि पहिलाको बुढापाकाहरूले देख्यो भने यिनीहरू त कति साह्रै छ। यसलाई हामी यो समय हेर्नेछौँ हाम्रो Sa
बाँच्छु या म बाँच्छु या मरु म तिम्रै हो तिम्रै हो सारा संसारमा छ पाए तिमीलाई आज तिम्रै हो तिम्रै हो तिम्रो वास्ता गरिरहन्छु तिमी प्रति मायाको खोजी जीवनमा बुन्दै अनेकौ सपना दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हो तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार दुःखमा सुखमा तिम्रै साथ ल नि अहिले चाहिँ हामी खानाको लागि आइसकेको छौँ अनि अब आफ्नै गाउँको चेलीबेटी भन्दा नि आन्टीहरूसँग बसेर खानु कम्ती मिठो भनेर रहेछ है होइन त यस्तो हुन्छ देवी दिदी हाम्रो वान अफ द सब्सक्राइबर हुनुहुन्छ उहाँ चाहिँ अनि उहाँहरू पनि सब्सक्राइबर हाम्रो हामी खान्छौँ है त ल जमाना बिरानो छ दुनिया आफ्नो छ कसरी अब चाहिँ हामी पुग्ने बेला भइसकेको छ हाम्रो समीक्षाको घर अब समीक्षा गाडीहरू पुगिसकेको अवस्था छ अहिले तिनीहरू कहाँ गयो खै ओ अगाडि आइसक्यो टोलीहरू ल मान्छे आइपुग्यो टक्कै आइपुगिहाल्छ ल हाम्रो ल भान्जा ल भ्लगरलाई हस्तान्तरण अब फाइनली हामी आइपुग्यौँ दिदी भेनाको घर अब यहाँ यसो हेरेर घर के ब्लुर हुन्छ त भन्छ के भयो हजुर सिनेमेटिकमा छ ए खतम पारिहाल्नु ल भन्छ ल हामी चाहिँ पस्यौँ है पस्यौँ मूल्य के हुन्छन् र तिनको पतिले तिनीमाथि पुरा भरोसा गर्छन् र उनलाई कुनै असल कुराको अभाव हुँदैन 12 मा तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छन् ऊ भलो होइन यस खण्डले चाहिँ